अब यसमा सुरुमा औँला चाल्न अप्ठ्यारो हुनसक्छ। हजुरहरूले सुरुमा औँला चाल्दाखेरि चाहिँ सामा बुढी औँला राख्ने, अनि सा रेमा चोर औँला, अनि गमा माझी औँला, यसरी। अनि ममा जाँदा फेरि बुढी औँला यसरी ल्याउने। ओके, आज हामी हार्मोनियम बेसिक क्लासमा छौँ। हार्मोनियम सिक्नुभन्दा पहिला चाहिँ हामीले सबैभन्दा के ज्ञान हुनु पर्यो भने यसमा 3वटा सप्तक हुन्छ। एउटा यो सादेखि यो सासम्म यसलाई मन्द्र सप्तक भन्छ, अनि यो सादेखि यो सासम्म चाहिँ यसलाई मध्य सप्तक भन्छ, अनि यो सादेखि यो सासम्म चाहिँ यसलाई तार सप्तक भन्छ। यी 3वटै सप्तकबाट हामीले सबैभन्दा पहिला सारे गम सरगम बजाउन सिक्नुपर्छ। हामी 3वटै सप्तकबाट सरगम सिक्न सुरु गर्नेछौँ र हामी सुरुमा मन्त्र सप्तकबाट सरगम बजाउँ। यो भयो मन्त्र सप्तकको सरगम सारे गम पद निसा सानी ध प म ग रे सा। पहिला सुरुमा यहाँबाट सुरु गर्ने सारे गम पद निसा हुँदै फेरि यहाँबाट सानी ध प म ग रे सा, यसरी चाहिँ हामीले मन्त्र सप्तकको एउटा सरगम चाहिँ सिक्न सक्यौँ। अब हामी यसै गरी मध्य सप्तकबाट पनि सारे गम बजाएर सिक्नेछौँ। यो भयो मध्य सप्तकबाट सारे गम पद निसा भयो। अब यसमा सुरुमा औँला चाल्न अप्ठ्यारो हुनसक्छ। हजुरहरूले सुरुमा औँला चाल्दाखेरि चाहिँ सामा बुढी औँला राख्ने, अनि सा रेमा चोर औँला, अनि गमा माझी औँला, यसरी। अनि ममा जाँदा फेरि बुढी औँला यसरी ल्याउने। फेरि फर्किँदा ममा आयो बुढी औँला सबै औँला सकियो, अब फेरि माझी औँला ल्याउने। फेरि हेर्नुहोस् है, बुढी औँला सा, अब ममा जाँदा बुढी औँला लिएर आउने। अब फर्किँदा कान्छी औँलाबाट सुरु हुन्छ। अब यसबाट यो माझी औँला अनि म पछि फर्किँदा माझी औँला। यो भयो मध्य सप्तक। अब यसै गरी हामी तार सप्तकबाट पनि प्र्याक्टिस गर्नेछौँ। यो भयो तार सप्तक। यसै गरी हामीले सारे गम अब सर र सारे गम बजाएर हेर्नेछौँ। यो मध्य सप्तकबाट हामी सारे गम बजाएर हेर्नेछौँ। अब यो जानेपछि हामीले यही सारे गम पद निसालाई जति सक्दो छिटो बजाउने प्रयास गर्नुपर्छ।
यसरी चाहिँ हामी जतिसक्दो यसबाट छिटो बजाउनु प्रयास गर्नुपर्छ। यसपछि बल्ल अरू सरगमहरू हुँदै जान्छन्। यो सा रे ग म प ध नि सा सा नि ध प म ग रि सा। यसपछि अब जस्तै सा रे ग रे ग म ग म ग म प म प म प ध प ध प ध नि ध नि ध नि सा। यस्तो यस्तो सरगमहरू आउँदै जान्छ। पहिला सुरुमा चाहिँ हामीले तीनवटै सप्तकबाट चाहिँ सा रे ग म प ध नि सा सिकेर जतिसक्दो त्यसलाई छिटो बजाउन सक्ने हुनुपर्छ है। आजको लागि यति नै।